ओइ म्याक्स सुन हौ आज त फ्री छस् नो म्याट म तेरो लागि त जहिले फ्री हो भन्न छ नि है आइज न मेरोमा आज के हाउस पार्टी गर्नुपर्छ हामी कति दिन भयो हाउस पार्टी नगरेको है आमा र आप्पा पनि जानु भएको छ हो मामाकोमा ल तर एजी त्यसो भने ल आउँछु हो म अनिता मिनिता सुनितालाई गरेर आउँछु ल मजा आइदिन्छ हामी ल म्याट ओइ लिएन त्यसो भने त्यही कारण त म तँलाई मनपर्छ कि हो फेरि त्यो उयो जस्तो हुँदैन होला नि रोजमेरी मालो जस्तो हुँदैन होला नि फेरि अब त्यस्तो हुन्छ हौ तिनीहरू भनेको चाहिँ पास्टरको छोरीहरू थियो नि त अस्ति यहाँ चाहिँ पास्टरको होइन भइहाल्छ म्याक्स ल अन्त बुझ चाहिँ के गर्दैछ त अन्त के खाँदैछ अन्त बुझमा चाहिँ म्याट हेर्नु न आप्पाले राखेको होला आप्पाको कोठाबाट खानुपर्छ नि त र म भइहाल्छ अन्त त्यो अनिता मित्र सुन्दालाई चाहिँ हेर्नुपर्छ ए मलाई खाँदैन तेरो बुढोको चोइस त्यही तेरो बुढोको त्यही मात्रै हुन्छ बुढो बाजे मात्रै हुन्छ अन्त त्यो अनिता मित्र सुन्दालाई चाहिँ दुइटा भालु भए हुन्छ त्यो नाटक नगर न खाँदा चुपचाप त्यही हो अन्त भालु चाहिँ के भने उसले अनिता मित्र सुत्दा पनि आउँछ के को भालु चाहिँ फेरि ल ल अब तैँले धेरै भनेर मात्रै धेरै बुढो गरेर मात्रै खाइदिएको नि फेरि नभए चाहिँ खाँदैन जेस त्यो त्यो फेरि बोक्का कुरा नगर्नु हो त्यहाँ भालु भनेको बियर भनेको हो त्यो भालु होइन तँलाई पुग्दैन तँलाई अनिता मित्र सुन्दाले पुग्दैन म्यान पेका साला ल म्याट जिस्केको भरे पक्का आइज नि फेरि ल फक्सी गर्नु होइन नि फेरि अस्तिको जस्तै ल